विकास भनेको यस्तो हुनुपर्छ भन्दाखेरि अब यहाँको विकास हेर्नुहोस् यो माथिदेखि तलसम्म दिमाग हिला जाएगा भन्ने चाहिँ कन्नड हामी दूसरी बात है यहाँ को दिमागलाई हेर्नुपर्दो छ दिमाग विचार हेर्नुपर्दो छ यसरी यहाँका मान्छेले यसरी विकास गरिरहेछ हाम्रो यहाँका नेताहरू पनि विकास नगर्दै यो साला जनताहरू पनि ढुङ्गामुढा हानेर फोडिदिने बनाएका अब चाहिँ यहाँको विकासलाई अब विश्वमा चुनौती दिन्छ होइन यो विकास उल्टा यो चाहिँ अब विकासलाई यहाँ तलतिर जाने कि मलतिर जाने कि यहाँ सब व्यवस्था हुन्छ होइन नेपालमा जाने विकासको गति हेर्दाखेरि सल्लाह दिमागको दही बनाइदिन्छ क्या त्यसलाई दर्खा एउटा भोटो यति बुढ्ने अवस्था छ यहाँ मेरो यहाँ त मान्छे यसरी यहाँ लिफ्टमा जाने सिस्टम हाम्रो नेपालमा कहिले होला भन्दाखेरि यहाँ सिस्टमले हेर्नुहोस् प्रत्यक्ष प्रसारण तपाईँले कार्यक्रम गर्नुभएको यहाँ समस्याको समाधान गर्दाखेरि यसरी प्रब्लम भइरहेको छ भन्दाखेरि तपाईँले बुझ्नुहुनेछ ए बिके यो 3 तला जमिन मुनि यसरी रुखलाई यहाँ यसरी रुख आर्टिफिसियल होइन यो रियल हो अनि तपाईँले यहाँ भित्र देख्नु सक्नुहुनेछ यहाँ बिना सुरज बिना अब के हो यहाँ यसरी जाने यसरी बनाएको अवस्थामा यसरी हामीले फोटो खिचिराखेको छौँ अब के गर्ने यहाँ किन्नु सबै त अवस्था छैन अरे क्या रिसान मुचुके यहाँ तो के डेढ मन्ना चाहिँ भयो ल आज हामी पार्टीमा आएका छौँ अब दाल भात खान बाँकी छ यहाँ फुलसुलको सजावट भइसकेको छ अब जाने यहाँ सबै उपस्थित भइसकेका छौँ हामी भित्र पारे ल यतादेखि यतासम्म यो लिएर हेर्नु होला सबैले माथिदेखि माथिसम्म यहाँ यस्तो है अब चाहिँ हाम्रो एउटा ल एउटा म फिल्म बनाउन आज फिल्म यहाँ हाम्रो यो नेपालमा कहिले होला यस्तो भनेर मैले भनेको छु अब नेपालमा कहिले होला त केही भन्न चाहनुहुन्छ नेपाललाई यस्तो बनाउन के गर्नु पर्ला भनिदिनुहोस् त 1-2 शब्द भन्छ नेपाललाई यस्तो बनाउन के गर्नु पर्ला एकचोटि तपाईँको सल्लाह सुझाव केही छ केही छैन जेनजी आन्दोलन भन्ने थाहा छ जेनजी आन्दोलन भन्ने थाहा छ छैन जेनजी आन्दोलन भएको भए यो कहिले तोडेर फालिसक्थ्यो होइन अब यहाँ छैन जेनजी आन्दोलन छैन केही छैन हेर्नुहोस् यहाँको विकास यहाँको चस्मा हेर्नुहोस् बाटोको अवस्था हेर्नुहोस् आदरणीय सुरता इन्डियालाई जित्न सक्छौँ त हामीले हेर्नुहोस् यहाँको यो तपाईँ अब यो के हो भन्ने कुराहरू तपाईँ अन्दाज गर्न सक्नुहुनेछ देखि लिएर अब यहाँ चाहिँ यस्तो छ त्यहाँ पछि माथि यस्तो छ त्यहाँ पछि चक्क यसरी हामीले यो चाइनालाई टक्कर दिँदै हाम्रो भारत अब यतापट्टि पारिपट्टि हाम्रो यो मेट्रो स्टेसन यत्रो ठुलो छ कि हामीले कल्पना पनि गर्न सक्दैनौँ देखि लिएर अब यत्रो मेट्रो स्टेसन छन् र हामीले एउटा बस स्टेसनदेखि लिएर हामीले एउटा ग्रामीण रोडहरू कालोपत्र गर्न नसकेको अवस्था छ हाम्रो नेपालमा भनेपछि अब यहाँको यो हेर्नुहोस् यो एउटा मेट्रो स्टेसन त्यत्रो छ अब यहाँको हेर्नुहोस् अब यो यस्तो हाम्रो समाज
यस्तो हाम्रो यो बनाउनको लागि नेपाल कहिले अगाडि बढ्छ होला। अब हाम्रो जेनजी पुस्ताले जुन गरेको आन्दोलन छ त्यसमा केही परिवर्तन खोज्यो होला, तर जुन भएको विकास छ त्यसलाई विनाश गरिदियो। नेपालमा यस्तो भइदिएको भए कहिले ढुङ्गामुढा गरेर तोडिसक्थ्यो होला यसलाई। यहाँ विकास अगाडि हुन्छ, त्यहाँपछि अरू चिज पछाडि हुन्छ। त्यही भएको हुनाले हामीले सिक्नुपर्ने यो मेट्रो हो। यताको हामीले मेट्रो स्टेसनदेखि लिएर यता हामीले पार्किङ, यो अन्डरग्राउन्ड पार्किङ हो र हामीले यतापट्टि पुलिसकर्मीहरू साथमा इन्भल्भ देख्न सक्नुहुनेछ र हामीले यतापट्टि देख्न सक्नुहुनेछ। यति विकसित छ हाम्रो पडोसी देश इन्डिया भनेदेखि चाइना कति अगाडि होला, तर हामी कहाँ छौँ? हाम्रो एउटा ग्रामीण बाटो हामीले हिँड्दै गरेको, दैनिक हिँड्दै गरेको बाटो, दैनिक हामीले कामकाज गर्दै गरेको हामीले गाउँठाउँ हाम्रो एउटा त्यस्तो अभावमय, त्यस्तो दुर्लभ भनौँ कि या कुन भनौँ शब्दै छैन, त्यस्तो छ। अब यहाँको विकास हेर्नुहोस्, यत्र बिल्डिङ छन्, यत्र महल छन्। अब यो हेर्नुहोस्, यसको आर्किटेक्चर हेर्नुहोस्, यसको डिजाइन हेर्नुहोस्। अब यहाँका युवाहरू यसरी, यहाँका युथहरू यसरी कुनै चिज काम गर्नमा यसरी तल्लिनुहुन्छ भन्दा हाम्रो देशका युवाहरू सरकारलाई गाली गर्दै बस्छन् र सरकारले केही गरेन भन्छन्। यहाँ सरकारले गरेको केही होइन, सबै त आफ्नो यो पिसी अब यता छ।